ओम जय श्री पलाञ्चोक भगवती। साथीहरू, आज म यस भिडियोमा महाशक्तिपीठ पलाञ्चोक भगवतीको महिमा र उत्पत्ति बारे यहाँहरूलाई जानकारी दिन गइरहेको छु। साथीहरू, जो मनुष्यले पलाञ्चोक भगवतीको महिमा र उत्पत्तिको वर्णनको कथा शेयर गर्छ, अन्य व्यक्तिलाई जानकारी गराउँछ, ऊ व्यक्तिले पलाञ्चोकको भगवतीको आशीर्वाद सदैव प्राप्त गरिरहन्छ भन्ने जनविश्वास रहेको छ। साथीहरू, काभ्रेको पलाञ्चोक भगवती काभ्रेको पाँचखाल नगरपालिका वार्ड नम्बर 9 60 घरमा अवस्थित छ। नेपालकै प्रसिद्ध धार्मिक शक्तिपीठ पलाञ्चोक भगवती मन्दिर लिच्छवीकालीन राजा मानदेवकी रानी विजेश्वरीले विक्रम सम्वत 425 मा स्थापना गर्न लगाएको इतिहास छ। 18 वटा हात भएकी विभिन्न अस्त्र शस्त्रले सुसज्जित चाँदीको गरगहना र मुण्डमाला धारण गरी सुशोभित पलाञ्चोक भगवतीको शोभा भगवती काठमाडौँ, नक्साल भगवती काठमाडौँ र नाला भगवती काभ्रे आफ्नै दिदीबहिनी हुन् र एउटै नै शिल्पकारद्वारा अलग अलग हात र खुट्टाले 4 वटा भगवतीको मूर्ति बनाएको किम्वदन्ती छ। एक भगवतीको मूर्ति बनाइसकेपछि अर्को त्यस्तै नबनोस् भनेर तत्कालीन समयमा कालीगढको हात काटिएको थियो। उसको हात काटिएपछि नाला र नक्साल भगवतीको मूर्ति खुट्टाले बनाएको कुरा उल्लेख छ। वैशाख पूर्णिमा, कार्तिक पूर्णिमा, नवरात्र र नयाँ वर्षमा भव्य मेला लाग्ने यस शक्तिपीठ हिन्दू र बौद्ध धर्मको दुवैको समान आस्थाको केन्द्र हो। विक्रम सम्वत 2032 मा तत्कालीन सरकारले जीर्णोद्धार गरेको लिच्छवीकालीन अद्भुत कला शैली युक्त पेगोडा शैलीको यस मन्दिर 2072 सालको महाभूकम्पले केही क्षति पुगेपछि पुनः थालिएको र पुरानै शैलीमा जीर्णोद्धार कार्य हालसालै सकिएको छ। यस मन्दिरको केही मिटरको दूरीमा कालिकाको मन्दिर छ, जहाँ पूजा गरिसकेपछि मात्रै पलाञ्चोक भगवतीको पूजा गर्ने प्रचलन रहेको छ। यस शक्तिशाली देवीको उत्पत्तिको सम्बन्धमा प्राचीन किम्वदन्ती अनुसार 60 घरदेखि 6 किलोमिटरको दूरीमा बुचाकोट स्थित भगवतीको शिलालाई यहाँबाट उत्तर दिशामा स्थानान्तरण गर्नु भनेर सपनामा भगवतीले दिएको आदेश अनुसार बोकेर ल्याउँदा अहिले मन्दिर रहेको ठाउँमा आइपुग्दा रात परेपछि बास बसेको र बिहान उठेर बोक्न खोज्दा उठाउन नै नसकेपछि सोही ठाउँमा नै देवीको स्थापना गरी पूजा आजा गरेको भन्ने किम्वदन्ती रहेको छ। पलाञ्चोक भगवतीको मन्दिर राजधानी सहरबाट काभ्रे पलाञ्चोक जिल्लाको सदरमुकाम धुलीखेल हुँदै पाँचखाल बजार भन्दा अलि अगाडि लामीडाँडा बजारबाट उकालो लागेपछि पलाञ्चोक भगवतीको मन्दिर पुग्न सकिन्छ। काठमाडौँबाट 52 किलोमिटर दूरीमा रहेको पलाञ्चोक भगवती मन्दिर पुग्न सडक सुविधा रहेको छ। यस मन्दिरको महिमा र शक्तिको कृति टाढा टाढासम्म पनि फैलिएको पाइन्छ। वैशाख पूर्णिमा र कार्तिक पूर्णिमामा भव्य मेला लाग्न यहाँ टाढा टाढाबाट भक्तजनहरू आउने गर्दछन्। साँच्ची नै धार्मिक पर्यटन स्थल बन्ने सम्भावना रहेको यस मन्दिर लिच्छवीकालीन राजा मानदेवले आफ्नै आमाको सम्झनामा निर्माण गर्न लगाएका हुन्। शिल्पकारको दृष्टिले पलाञ्चोक भगवतीको मूर्ति अद्वितीय मानिन्छ। नक्साल भगवती र शोभा भगवती अनि पलाञ्चोक भगवती एकै शिल्पकारले तयार गरेको किम्वदन्ती रहेको छ। अचम्म त के छ भने उक्त मूर्ति एउटै ढुङ्गाबाट बनेको छ। यसमा कुनै रसायनको प्रयोग गरिएको छैन। साथीहरू, जो मनुष्यले पलाञ्चोक भगवतीको महिमा बारे अरूलाई सुनाउँछ र अरूलाई भिडियोहरू शेयर गरेर यी कुराहरू बारे जानकारी गराउँछ, उसको शिरमा सधैँ पलाञ्चोक भगवतीको आशीर्वाद रहिरहने जनविश्वास रहेको छ। त्यसैले सकेसम्म धेरै भन्दा धेरै व्यक्तिलाई यस भिडियो शेयर गरी
पलाञ्चोक भगवतीको महिमा र उत्पत्तिबारे जानकारी दिनुहोला। धन्यवाद।